देखाउनुहोस्। आम समाजले सामाजिकमा एक्सेप्ट गरिएको र आम परिवारमा पनि यसलाई साधारण रूपमा एउटा चियाको रूपमा अर्थात् खाजाको रूपमा केही न केही तरिकाले प्रयोजन हुँदै आएको मादक पदार्थको विषयलाई हामी स्पेसली फोकस गर्नेछौँ। र मादक पदार्थ धेरै मान्छेहरूले सानैदेखि अर्थात् परिवारदेखि अर्थात् काहीँ न काहीँ केही समयमा हामी पिउँदै आएको अवस्था हो। र यो नर्मल कन्डिसनले हामीलाई त्यस्तो धेरै हाम्रो जीवनमा असर परेको थिएन। तर हामीले यसलाई पनि कसरी प्रयोग गर्यौं भन्ने कुराको धेरै मान्छेमा जिज्ञासा हुन सक्छ र धेरै मान्छेलाई चासो विषयको कुराहरू पनि भएको कारणले गर्दा यी चीज कस्तो हुन्छन् र किन खान्छन् मान्छेहरूले, एकातिर मान्छेहरूले खानु हुँदैन, यो चीज खराब चीज हो भन्ने कुरा पनि सुनिआएको हुन्छ, अर्कोतिर पनि मान्छेहरूले खाँदाखेरि रमाइलो हुन्छ। आज पिकनिक गएको थियो अर्थात् कुनै पनि फेस्टिभल थियो, खाएको इन्जोय भयो, दामी भयो, साथीभाइहरूसँग भेट भयो, रमाइलो भयो, हामीले प्रयोग गर्यौं। यसरी यसलाई दुईतिरबाट मान्छेहरूले सुनिरहेको अवस्था देख्दाखेरि नयाँ एकजना जिज्ञासुले यो कस्तो हुने रहेछ भनेर एक त उसले एउटा जिज्ञासा र एउटा टेस्ट र परीक्षणको लागि पनि उसले प्रयोग गर्ने गर्छन्। यसरी पनि एउटा मानव जीवनमा प्रवेश हुन्छ। र अर्को कुरा हेर्ने हो भने एउटा सर्कुलेसन, साथीभाइ संगत, कोही अग्रिम कोही मान्छेले प्रयोग गरिरहेको छ भने ती व्यक्तिहरूले पनि ल एकचोटि खाइदिउँ न त, रमाइलो हुन्छ, खाम भन्ने करकापको हिसाबले पनि यसले एक मानव जीवनमा एउटा प्रवेश हुने गर्छ है। र धेरैभन्दा धेरै मान्छेहरूको अरू मानसिक मुडभेड र अन्य कुराहरूले गर्दाखेरि पनि यस मानव जीवनमा प्रवेश गरेको हुन्छ। फर्स्ट अफ अल पहिलो चरणमा यसलाई मानौँ परीक्षण फेस, र यो परीक्षण भयो र सबैले हामीले परीक्षण गर्दाखेरि र फेरि पनि यो परीक्षण कालदेखि फेरि पनि दोस्रो स्टेपमा नियमित रूपमा प्रयोग हुनतिर जान्छ र प्रयोग गर्नतिर लाग्छ र धेरै मान्छेले प्रयोजनमा ल्याउने गर्छ। र दोस्रो परीक्षण किन प्रयोग गर्नुहुन्छ भन्ने विषयलाई बुझ्नु जरुरी छ। र दोस्रो